तपाईँ घरभित्र ठुलो बङ्गलाभित्रै बस्नुहोस्, तर त्यो बङ्गलाप्रति चाहिँ के नहोस्, मोह नजाओस्। के हो? मोह। एट्याचमेन्ट भयो भने त्यहाँ दुःख पैदा हुन्छ है। परिवारसँगै बस्नुहोस्, खुसी साथ रमाउनुहोस्, तर परिवारसँग नि मोह नजगाउनुहोस्। के नजगाउनुहोस्? मोह नजगाउनुहोस्। किनभने दुःख रच्ने सुख रच्ने भनेको त हाम्रो मन हो। मैले अस्तिदेखि नै हामी चाहिँ के हो, अहिलेसम्म हामी के भइरहेको छ, मनको नोकर भइरहेको छ, मनको दास भइरहेको छ। अब चाहिँ हामी के हुनु पर्यो? मनको मालिक हुनुपर्छ। अब चाहिँ मनले अहिलेसम्म हामीलाई के भयो, अहिलेसम्म हामी रुयो, चिचायो, मनले रु भने रुने, मनले यो चाह्यो भने चाह्यो भन्ने, बुवा आमालाई यो चाह्यो भने दिने, हरेकपट्टि इच्छा आकाङ्क्षामा रमाउने के हो, हामीलाई यो मनको जाल हो नि, हो कि होइन? अब चाहिँ यो मनको जालबाट मुक्ति हुनुलाई चाहिँ के हुनुपर्छ? मनको हामी मालिक हुनुपर्छ। के हुनुपर्छ? मनको मालिक। मनको मालिक चाहिँ हामी कसरी हुने? कसरी हुने? मनको मालिक कसरी हुने? अज्ञानतालाई हटाएर ध्यान अभ्यास नगरेसम्म हामी मनको मालिक हुन सक्दैन है। पूजा पाठ मात्र गरेर, धूपबत्ती मात्र बालेर, ओडा मात्र गरेर हामी चाहिँ मनको मालिक हुन सक्दैन। त्यो चाहिँ उपाय मात्र हो होइन। अलिकति हामीलाई सजिलो हुनुलाई पुण्य सम्पद चाहिन्छ भन्छ, तर मेन हामी मनको मालिक हुनुलाई, मनको यो सुख रच्ने दुःख रच्नेबाट हामी मुक्त हुनुलाई चाहिँ के गर्नुपर्छ? ध्यान अभ्यास गर्न एकदमै जरुरी छ। ध्यान अभ्यास मात्र गरेर, आँखा चिम गरेर मात्र हामी मुक्ति पनि हुँदैन। त्यसको लागि के हुनु पर्यो? बुद्धि चित्तको अभ्यास हुनु पर्यो। के हो? बुद्धि चित्तको अभ्यास हुनु पर्यो। बुद्धि चित्त भनेको के हो? अरूलाई प्रायोरिटी दिनु, अरूप्रति करुणा जगाएर तपाईँले ध्यान अभ्यास गर्यो भने त्यहाँ साँच्चीकै आनन्द प्राप्त हुन्छ। त्यहाँ साँच्चीको नै तपाईँ घरभित्र बस्नुहोस्, तपाईँ घरभित्र बङ्गलामै बस्नुहोस्, झुपारी बस्नुहोस्, तपाईँले करुणाको ताप यति धेरै हुन्छ भन्छ कि तपाईँभित्र करुणा छ भनेदेखि करुणाले शान्ति दिन्छ। हामी भनेको त अहिले करुणा पनि छ, तर कस्तो करुणा छ? स्वार्थीको करुणा छ नि। मेरो आफन्त भन्ने करुणा छ। अब चाहिँ के हो? आफन्त, मेरो, म भन्ने कुरा चाहिँ हामीले चाहिँ त्यागेर, केलाई त्याग्ने? आफन्त म त्याग्नु भनेको चाहिँ यहाँ घर त्याग्ने होइन है, धन सम्पत्ति त्याग्ने होइन। त्याग्नु चाहिँ अज्ञानता त्याग्ने हो। हामीले केलाई त्याग्ने? अज्ञानतालाई, मोहलाई त्याग्यो भनेदेखि तपाईँ घरभित्रै बङ्गलाभित्रै बस्यो भने तपाईँको मोह छैन भने त्यसलाई चाहिँ उपयोग गर्नु गलत होइन भन्छ। जब के हो, एउटा घर बङ्गलाभित्र बस्यो त त्यो बङ्गलामा बसेर तपाईँलाई अहङ्कार आउँछ नि, मेरो हो, मेरो यस्तो घर छ, मेरो यत्रो बङ्गला छ भने त्यहाँ अहङ्कार आयो भने त्यो चाहिँ पाप, त्यहाँ मोह भयो नि। जब तपाईँको चाहिँ बङ्गलाभित्रै बस्यो भने